ल हजुर घुम्दै फिर्दै यो चौरी गोठमा आउन मौका मिल्यो आज चाहिँ। तर चौरी जति चाहिँ सबै चरणमा गएको बेलामा परेछ। जे भयो नि एकदम रमाइलो लाग्यो आजको यात्रा। यो चौरी गोठ हामीले खाने छुर्पी, सेरग्याम, अग्रम बग्रम अनेक नाम धेरै हुन्छन्। सबै भन्ने चाहिँ यो चौरी गोठ। यो चौरी गोठ हजुर सोलुखुम्बुमा। अहिले चाहिँ चौरी सबै चरणमा गएको अवस्था परेछ। कहिलेकाहीँ त लाग्छ यही तालमा यस्तै तरिकाले जिन्दगी एकदम रमाइलो कि यो पनि हजुर। आनन्द यहाँ प्रकृतिसँग रमाएर कसैको टेन्सन नै भएन। दामी तरिकाले यहाँ बस्नु भएको छ। 100-150 वटा चौरी छन् भन्नुहुन्थ्यो उहाँले। अब अहिले सब चरणमा गएको भएर दुईटाको चाहिँ यहाँ पारीतिर टन्नै छन् त। अब यसबाट खासै यस्तै छ हजुर सोलुखुम्बुमा चौरी गोठ। चौरी चाहिँ कतिखेर आउँछन् नि बहिनी? चौरी कतिखेर आउँछन्? चौरी के चौरी गाईहरू चाहिँ चौरी हेर्न आएको चौरी नै हेर्न पाइएन। अनि यहाँ त अँध्यारो पो रहेछ। के लिन आउनु भयो हजुरहरू चाहिँ? अनि के लिन आउनु भयो? मैले घुम्न आएको धेरै पछि। यो के राख्नु भएको छ? अनि छुर्पीहरू नि छ? के छ त नि बहिनी? के छ बहिनी? अहिले लानको लागि के छ? सेरगम छैन? सेरगम छैन?